सङ्खुवा सभाको खाँदबारी नगरपालिका 9 तुमलिङटारमा अवस्थित मनोकामना रत्न अम्बिका माध्यमिक विद्यालय परिसरमा बिहानको 9:30 बजेदेखि नै विद्यार्थी, शिक्षक र विद्यालय कर्मचारीहरूको उपस्थिति र चहल पहल सुरु हुन्छ। विश्वकै सबैभन्दा गहिरो अरुण उपत्यकाको मुख्य केन्द्र तुमलिङटारमा अवस्थित यो विद्यालय मजबुत भौतिक संरचना, सिकै मैत्री वातावरण, चुस्त व्यवस्थापन तथा प्रविधि मैत्री एवं प्रभावकारी शिक्षण सिकै क्रियाकलापका कारण नमूना विद्यालयका रूपमा स्थापित छ। समुद्री सतहबाट मात्र 457 मिटर उचाइमा अवस्थित तुमलिङटार निकै गर्मी हुने ठाउँ हो। त्यसैले मनोकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा विद्यार्थीहरूका लागि सामूहिक प्रार्थना सत्र हुँदैन। विद्यार्थीहरू आफ्नो कक्षा कोठामा राष्ट्रगान र सरस्वती वन्दनामा सरिक हुन्छन् भने केही समय योग तथा ध्यान गर्छन्। त्यसपछि शिक्षण सिकै क्रियाकलाप सुरु हुन्छ। यो विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा 12 सम्म नेपाली र अंग्रेजी दुवै माध्यमबाट पठन पाठन हुन्छ। 1442 विद्यार्थीका लागि एकैपटक 46 वटा कक्षा सञ्चालन हुन्छन्। मनोकामना रत्न अम्बिका माध्यमिक विद्यालयमा साधारण धारका अतिरिक्त प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङ समेत पढाइ हुन्छ। अहिलेको बजारको माग प्राविधिक र व्यावहारिक शिक्षा भएकाले समयको पदचापलाई पछ्याउँदै विक्रम सम्वत 2073 देखि विद्यालयले कक्षा 9, 10, 11 र 12 मा प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङको पठन पाठन सुरु गरेको हो। अहिले प्राविधिक धारतर्फ 103 जना विद्यार्थी अध्ययनरत छन्। पहाडी इलाका, त्यसमा पनि सामुदायिक विद्यालयमै सुलभ तरिकाले सिभिल इन्जिनियरिङको पठन पाठनले चाँडै रोजगारी पाउने अवसरको ढोका खोलिदिएको विद्यार्थीहरूको भनाइ छ। सपनाकै कुरा हो, किनकि मेरो पहिलादेखि नै इन्जिनियरिङ गर्ने चाहना थियो। म पहिला काठमाडौँमा पढ्थेँ। इन्जिनियरिङ विषय लिनको लागि म त्यहाँदेखि यहाँको अब यहाँ चाहिँ अरू ठाउँ भन्दाखेरि 9 कक्षादेखि नै हामीले प्राविधिक विषय लिएर पढ्न मिल्दो रहेछ। अनि 12 पछि लोकसेवा दिन मिल्ने, 5औं तहमा जागिर पाइन्छ। अनि त्यही हिसाबले अब यहाँ हेर्ने भने अरू ठाउँमा भन्दा बढी प्र्याक्टिकलहरू पनि हुँदो रहेछ। अब जाडो महिना लागेपछि हाम्रो यहाँ प्र्याक्टिकल हुने चलन छ बढी। अनि अब अस्ति नै हाम्रो यहाँ आरसीसी बिल्डिङको प्रोजेक्ट बनाउँदै थियौँ हामीले। त्यसमा हामीले बिम कसरी उयो गर्ने, पिलरहरू सबै हामीले कुरा जान्यौँ। आफ्नै पनि हो। अब 12 पछि नै आफूले जागिर पाउनु भनेको ठुलो आफ्नै लागि भविष्यको लागि राम्रो कुरा हो। त्यसमाथि अब यहाँ अलिक पैसा नभएकोहरूको लागि यहाँ फ्रीमा सिभिल पढाउनु भनेको यो जिल्लाको सबैभन्दा राम्रो स्कुलमा गनिएको स्कुलमा त्यही पनि सिभिल पढाउनु भनेको राम्रो कुरा हो। हामीले यो सिभिल इन्जिनियर पढ्दा चाहिँ विभिन्न अब क्षेत्रहरूमा गएर जस्तै नाप्ने ओर्नेको कामहरू गर्न सक्छौँ र विभिन्न खानेपानीहरू क्षेत्रतिर पनि गर्न सक्छौँ। र 11-12 निस्केपछि स्कुलबाट लोकसेवा भिरेर हामीले जागिर पनि खान सक्छौँ। अब सिभिल पढ्दाखेरि सुरुमा त सबैभन्दा छिटो जागिरै पाइन्छ, नक्साहरू बनाएर नि पाइन्छ जागिर। भविष्यमा इन्जिनियर बनेर रोजगारी प्राप्त गर्ने मात्र होइन, समाज र राष्ट्रको सेवा गर्ने समेत सपना बोकेर विद्यार्थीहरू पढिरहेका छन्। विद्यालयले कक्षा 9 बाटै सिभिल इन्जिनियरिङको पठन पाठन सुरु गरेपछि इन्जिनियरिङ पढ्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको छ। सुविधा सम्पन्न ल्याबको उपलब्धता र व्यवस्थापन, प्रविधिको उच्चतम प्रयोगले विद्यार्थीहरूको सिकै प्रगति पनि राम्रो देखिएको छ। सिभिल इन्जिनियरिङ शिक्षक अनिश कटुवाल: सिभिल इन्जिनियरिङमा चाहिँ अहिले अब एकदम अब यहाँको ल्याबहरूको सुविधा राम्रो छ। अनि हामीले चाहिँ अहिले अटोक्याड, सर्वे, कन्स्ट्रक्सन मेटेरियलको चाहिँ एकदम प्राविधिक शिक्षामा ज्ञान गरेको छौँ। र अब यहाँको स्टुडेन्टले चाहिँ अब 9-10ले चाहिँ अब सजिलैसँगले अटोक्याडहरू सिकेका छन्। जस्तै घरको नक्साहरू थाल्ने त्यो काम चाहिँ एकदम सम्पन्न भएको छ। र 11 र 12 मा चाहिँ हामी चाहिँ अब सर्वेको काम, जस्तै अब रोड सर्वे, म्याप सर्वेको काम चाहिँ अब 12 कोले चाहिँ सजिलैसँगले गर्न सक्छन् यहाँकोले चाहिँ। कुल 19.8 रोपनी क्षेत्रफलमा फैलिएको विद्यालय परिसर र वरपरको वातावरण स्वच्छ, सफा र सुन्दर छ। खुला चौर, फुलबारी, अशोक लगायतका वनस्पतिले विद्यालय परिसरलाई थप सुन्दर बनाएको छ। शौचालय र स्वच्छ पिउने पानीको व्यवस्थापनले विद्यार्थीलाई सहज भएको छ। विद्यालयमा रहेको मनोरम पुस्तकालयले पाठ्यक्रम र पाठ्यक्रम बाहिरका पुस्तक अध्ययन गर्न सहज हुनका साथै विद्यार्थीको समय र पैसाको समेत बचत गरिदिएको छ। निकै सहयोग पुगेको छ। हामीले अब आफूले नजानेकाहरू कुराहरू पनि फेरि यहाँ आएर पढिरहेको छौँ। हामीले यो पाठ्यक्रममा मात्र भएको कुराहरूलाई छोडेर अरू यो कविताहरू अर्को कथा कविताहरूको बारेमा पनि
ज्ञान प्राप्त गरिरहेका छौँ। त यो भएको थिएन भने चाहिँ हामीले तल अरू नै पुस्तक पसलबाट किनेर ल्याउनु पर्ने हुन्थ्यो। अनि त्यहाँ गर्दाखेरि चाहिँ हामीले अलिक पैसाहरूको अलिक नाश हुन्थ्यो नि त। अब यहीँ भएपछि चाहिँ हामीले जतिखेर मन लाग्यो त्यतिखेर आएर यहाँको बुकहरू युज गर्न पाइरहेका छौँ। पढ्ने अनि जुन नबुझेको टपिकहरू हुन्छ नि, जुन सरहरूले नबुझा अलिक मजाले बुझ्दैन सरहरूले भनेको, त्यो हामीले यो लाइब्रेरीको बुकहरू रेफरेन्स लिएर बुझ्न सक्छौँ, गर्न सक्छौँ। अनि यसले भनेको विद्यार्थीको आर्थिक लोड छ नि, जुन किताब किन्ने लोड हुन्छ, अब बोझ हुन्छ नि विद्यार्थीहरूलाई नि, कुन चाहिँ बुक पढ्ने कुन चाहिँ नपढ्ने, त्यो भने केटाकेटीहरूले रेफरेन्स लिएर पढ्न सक्छन् क्या। पुस्तकालयमा करिब 18,000 पुस्तक रहेका छन्। तल्ला कक्षादेखि माथिल्ला कक्षाका विद्यार्थीले उत्तिकै रुचिपूर्वक पुस्तकालय पुगेर पाठ्यक्रमका पुस्तकसँगै अन्य विभिन्न ज्ञानवर्धक पुस्तकहरूको अध्ययन गर्ने गरेका पुस्तकालय व्यवस्थापक महालक्ष्मी खड्काले बताउनुभयो। हजुर, यहाँ अहिले जम्मा चाहिँ 17,992 संख्यामा पुस्तकहरू रहेका छन्। एकदमै छ सर। अब जब कि कक्षामा अलिकति उनीहरू खाली हुने बित्तिकै आएर उहाँहरूले चाहिँ यहाँ पुस्तकहरू प्रयोग गर्नुहुन्छ। अनि विशेष गरेर अब सानो लेभलको बच्चा, सानो केटाकेटीहरूले चाहिँ कथाका पुस्तकहरू, जस्तो यहीँ पनि हामीले होइन सरहरूले यहाँ देख्न सक्नुहुन्छ यस्तो खालको पुस्तकहरू, यी सानो खालको पुस्तकहरू यिनीहरूलाई प्रयोग गर्नुहुन्छ भने अब अलिक ठुलो कक्षाको केटाकेटीहरूले चाहिँ कथा, कविता, चुटकिला, उपन्यास, जीवनीहरू होइन आफ्नो आवश्यकता अनुसारको, रुचि अनुसारको उहाँहरूले जुनसुकै पुस्तकहरू पनि प्रयोग गर्न सक्नुहुन्छ। यहाँबाट पुस्तक लगेको 15 दिनभित्रमा उहाँहरूले फेरि फिर्ता ल्याउनु पनि हुन्छ उहाँहरूले। विद्यालयले पुस्तकालयसँगै छुट्टै अध्ययन कक्षको समेत व्यवस्थापन गरिदिएको छ। कम्प्युटर कक्षसँगै रहेको अध्ययन कक्षलाई पनि खाली समयमा विद्यार्थीहरूले भरपूर उपयोग गर्ने गरेका छन्। छुट्टै अध्ययन कक्षको व्यवस्थाले विद्यार्थीहरूको अध्ययन गर्ने बानीको विकासमा महत्वपूर्ण सहयोग पुगेको विद्यालयका सहायक प्रधानाध्यापक तथा सामाजिक विषयका शिक्षक समर खड्का बताउनुहुन्छ। र यो चाहिँ हाम्रो रिडिङ रुम हो। पहिले हामीले यो रिडिङ रुम भनेर त हामीले बनायौँ, र विद्यार्थीहरूले हाम्रो खाली घन्टीको समयमा, हाफ टाइमको समयमा अत्याधिक मात्रामा यहाँ आएर विद्यार्थीले लाइब्रेरीको चाहिँ भरपूर उपयोग गरेको हामी पाउँछौँ। अहिले यो रिडिङ रुम भनेर हामीले बनाए तापनि हाम्रो कक्षा कोठाको अभावको कारणले गर्दा र ल्याबहरूको अभावको कारणले गर्दा हामीले यसलाई अहिले थोरै आदि चाहिँ हामीले रिडिङ रुमको रूपमा प्रयोग गरेका छौँ। अगाडि टेबल कुर्सीहरू छन् र पछाडि चाहिँ हामीले कम्प्युटरको ल्याब हाम्रो नभएको कारणले गर्दा, कम्प्युटर ल्याब हुँदै नभएको होइन, यहाँभन्दा 2वटा अरू कम्प्युटर ल्याबहरू छन्, तर त्यो बाहेक यो मात्रै, यो 2वटा ल्याबले मात्रै हाम्रो विद्यार्थीहरूको जुन कम्प्युटरको जुन चाहना त्यो चाहना पुरा गर्न सकेन। फलस्वरूप हामीले यहाँ पनि हामीले 8वटा कम्प्युटर ल्याएर हामीले स्थापना गरेका छौँ र फाल्टो समयमा हाम्रा विद्यार्थीहरू आएर यहाँ कम्प्युटर सिक्नको साथै यहाँ हाम्रा विद्यार्थीहरू आएर लाइब्रेरीबाट पाठ्यपुस्तकहरू लिएर यहाँ चाहिँ पाठ्यपुस्तकहरू जुनसुकै प्रकारका उनका इच्छा अनुसारका पुस्तकहरू ल्याएर यहाँ आएर रिडिङ गर्न हामी पाउँछौँ। मनोकामना रत्न अम्बिका माध्यमिक विद्यालय यस क्षेत्रका सामाजिक अगुवा र शैक्षिक व्यक्तित्वहरूको पहलमा विक्रम सम्वत 2016 सालमा स्थापना भएको हो। अन्य विभिन्न स्थान हुँदै विक्रम सम्वत 2028 सालमा हालको स्थानमा स्थापित गरिएको विद्यालयमा विक्रम सम्वत 2032 सालमा कक्षा 3 देखि बढाएर कक्षा 5 सम्म पठन पाठन शुरू गरिएको थियो। यद्यपि विक्रम सम्वत 2033 मा पुनः कक्षा घटुवा भएर कक्षा 3 सम्म कायम भएको विद्यालय विक्रम सम्वत 2038 सालमा निमावि, विक्रम सम्वत 2043 सालमा मावि हुँदै विक्रम सम्वत 2051 सालमा पहिलो पटक एसएलसी परीक्षामा सहभागी भएको थियो। 2060-61 मा शिक्षा शास्त्र संकायबाट कक्षा 11 र 12 को पठन पाठन शुरू गरेको मनोकामना रत्न अम्बिका माविले विक्रम सम्वत 2066 देखि व्यवस्थापन संकायको पनि पठन पाठन शुरू गर्यो भने विक्रम सम्वत 2073 मा प्राविधिक धारतर्फ सिभिल इन्जिनियरिङको पठन पाठन शुरू गरेको हो। यो विद्यालय तुमलिङटार क्षेत्र मात्र नभई आसपासका अन्य क्षेत्रका विद्यार्थी र अभिभावकहरूको समेत पहिलो रोजै बनेको छ। विद्यालयको व्यवस्थापकीय पक्ष र शैक्षिक गतिविधि बारे अभिभावकहरू भने के भन्नुहुन्छ त सुनौ केही प्रतिनिधि अभिभावकहरूको आवाज जस्ताको तस्तै। 2 जना, एउटा 8 मा छ, एउटा 5 मा छ। पढाइ राम्रो छ नि, पढाइ राम्रो भएर उहाँदेखि ल्याएको यहाँ बस। यहाँ त 9 बजे छिरै बस्दा बेलुका एकैचोटि 5 बजेसम्म। नानी राम्रै छ, अहिले फर्स्ट सेकेन्ड भइरहेको छ। चियाबेसीबाट मेरो नानी यहाँ पढाउन आएको होइन। यहाँ राम्रो स्कुल, नमुना स्कुल, सबैभन्दा राम्रो पढाइ हुन्छ भनेर हामीले यहाँ ल्याएको। अहिले ठिकै छ, राम्रै छ। अब हेर्दै जाउँ कस्तो हुन्छ पछि होइन। अहिले चाहिँ भर्खर मैले अस्ति वैशाखदेखि ल्याएको।
मेरो नानी यहीँ 5 क्लासमा पढ्छ। यहाँको पठन पाठन एकदम ठिक छ सर। यहाँ पढाउने तरिकाहरू एकदम ठिक छ, एकदम राम्रो छ पढाइ चाहिँ। सरहरूले एकदम लगनशील भएर विद्यार्थीहरूलाई कसरी सिकाउने, कसरी सिकाउँदा फेरि सिक्छन्, कसरी यिनीहरूलाई अगाडि बढाउने हौ त्यो प्रयास गरेर पढाइरहनु भएको छ। पढाउन चाहिँ एकदम राम्रो छ। मनोकामना रत्न अम्बिका माध्यमिक विद्यालय विक्रम सम्वत 2074 नेपाल सरकारद्वारा नमूना विद्यालयका रूपमा विकास गर्न छनौट भएको थियो। चुस्त व्यवस्थापन, रचनात्मक शैक्षिक गतिविधि, प्रभावकारी शिक्षण सिकै र अब्बल नतिजा दिन सकेकै कारण यो विद्यालय प्रदेश सरकारबाट विक्रम सम्वत 2074 मा 5 लाख रुपैयाँ, विक्रम सम्वत 2075 मा 3 लाख रुपैयाँ र विक्रम सम्वत 2078 मा 14,50,000 रुपैयाँ सहित उत्कृष्ट व्यवस्थापन भएको विद्यालयका रूपमा पुरस्कृत भइसकेको छ। खादबारी नगर क्षेत्रको उत्कृष्ट नतिजा दिन सफल यस विद्यालयले विगत 9 वर्षदेखि उत्कृष्ट व्यवस्थापन र शैक्षिक गुणस्तर भएका विद्यालयलाई प्रदान गरिने संघीय सशर्त बजेट समेत प्राप्त गर्दै आएको विद्यालयले जनाएको छ। विद्यालयको सिकाइ क्रियाकलापलाई कसरी प्रभावकारी र प्रविधि मैत्री बनाइएको छ त? विद्यालयका प्रधानाध्यापक कुबेर प्रसाद भेटुवाल। हाम्रो यहाँको पठन पाठन यी सबै कुरा चाहिँ हाम्रो आइसिटी बेस्ड, अहिले त एआई अपरेटेड सिस्टमबाट पनि पठन पाठन हामीले सुरु गरिसकेका छौँ भने 46वटा कक्षा कोठामा एकैपटक पठन पाठन हुन्छ र 46वटै कक्षा कोठामा हामीले इन्टरेक्टिभ प्यानल बोर्ड, स्मार्ट बोर्ड र चाहिँ यो चाहिँ इन्टरनेट कनेक्टिभिटी सहितका कक्षाहरू हुन् र ती कक्षाहरूमा चाहिँ अब अहिले प्रोजेक्ट बेस्ड लर्निङ बाई डुइङबाट र विद्यार्थीहरूले प्रेजेन्टेसनबाट आफै गरेर सिक्ने पद्धतिबाट र विभिन्न अन्य चाहिँ पाठ्यक्रमले निर्देशित गरेका मेथोडोलोजिजहरू जति छन् ती एडप्ट गरेर शिक्षकज्यूहरूले पढाइरहनु भएको छ भने यसको पठन पाठनबाट प्रभावित भएर यो क्षेत्रका वरिपरिका अभिभावकहरू चाहिँ अब यही विद्यालयमा संकेन्द्रित भइरहनु भएको छ। अब यहाँ चाहिँ प्राइभेट स्कुलहरू पनि टिक्न सकेको स्थिति छैन, किनभने हामीले दुईवटै माध्यममा पठन पाठन गरिरहेका छौँ। नेपाली माध्यम पनि नर्सरीदेखि कक्षा 12 सम्मै छ र अङ्ग्रेजी माध्यम पनि कक्षा 12 नर्सरीदेखि 12 सम्म छ। त्यसो गर्दाखेरि हाम्रा पठन पाठन चाहिँ दुईटै माध्यममा र उत्कृष्ट व्यवस्थापनमा भइरहेको कक्षा कोठादेखि बाह्य वातावरणसम्म उत्कृष्ट व्यवस्थापनमा भइरहेको हुनाले हाम्रो विद्यालय चाहिँ यो क्षेत्रको अभिभावकको पहिलो रोजाइ भइरहेछ। शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउँदै उत्कृष्ट नतिजा दिन विद्यालयले फरक शैली र वितरणमुखी नेतृत्व अभ्यास गर्दै आएको छ, जसका कारण मनोकामना रत्न अम्बिका माध्यमिक विद्यालय नमूना र उत्कृष्ट बन्न सफल भएको छ। पुनः प्रधानाध्यापक भेटुवाल भन्ने कुरा चाहिँ आन्तरिक पक्ष नै प्रदान हुँदो रहेछ। हामीले यहाँ काम गर्दाखेरि विद्यालय व्यवस्थापन समिति मात्र छैन, शिक्षक अभिभावक संघ मात्र छैन, मात्र छैन, त्यसका अलावा हाम्रो चाहिँ प्री प्राइमरीको छुट्टै समिति छ, प्राइमरीको छुट्टै समिति छ, सेकेन्डरीको छुट्टै समिति छ, प्राथमिक, निमावि, मावि र उच्च माविका छुट्टा छुट्टै विद्यालय व्यवस्थापन समितिहरू छन्। त्यसले गर्दाखेरि एउटा नेतृत्वको वितरणमुखी अभ्यास हामीले गरेका छौँ। त्यसैले म मात्रै पनि छैन, मेरो अन्तर्गत 3 जना सहायक प्रहरू हुनुहुन्छ, 3 जना सहायक प्र अन्तर्गत 7 जना संयोजकहरू हुनुहुन्छ। त्यसले गर्दाखेरि नेतृत्वको वितरण भएको कारणले पनि सबैले आफ्नो अपनत्व लिनु भएको छ। हामीले अभिभावक भेला बोलाउँदाखेरि जस्तै अस्ति भर्खर चाहिँ अभिभावक भेला हामीले वृहत अभिभावक भेला बोलाएको थियौँ। 557 जना अभिभावक चाहिँ अभिभावक भेलामा आउनुभएको थियो। भेला बोलाउँदा वार्षिक उत्सवमा 700 भन्दा बढी चाहिँ अभिभावक आउनुभएको थियो। हाम्रो तहगत भेलामै 2वटा इसाई चाहिँ अभिभावकहरू आउनुहुन्छ भने अभिभावकको पार्टिसिपेसन चाहिँ अत्यन्त उच्च छ। विद्यालयले हरेक वर्ष यथार्थमा आधारित विद्यालय सुधार योजना बनाएर कार्यान्वयन गर्दै आएको छ। विद्यालयले वार्षिक रूपमा निर्माण गर्ने शैक्षिक, भौतिक, व्यवस्थापकीय र आर्थिक योजना तथा त्यसको सफल कार्यान्वयनले विद्यालयलाई अब्बल बनाउँदै लगेको छ। विद्यालयले यस वर्षको सुधार योजना गत जेठ महिनाको 29 गते नै सार्वजनिक गरिसकेको छ। यस वर्ष विद्यालयले 82 वटा शैक्षिक योजना, 32 वटा व्यवस्थापकीय योजना र 7 वटा भौतिक योजना सार्वजनिक गरेको जनाएको छ। करिब 1 दशकको प्रयासमा विद्यालयलाई अहिलेको अवस्थामा ल्याइ पुर्याइएको बताउनुहुन्छ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं खादबारी नगरपालिका वडा नम्बर 9 का वडा अध्यक्ष विमल राज गौतम। 7 देखि 9 वर्षमा अहिले यो परिस्थितिमा यो विद्यालय पुगेको छ, पुर्याएका छौँ। यसमा सबैजनाको माथिल्लो निकाय अथवा चाहिँ मन्त्रालय विभिन्न ठाउँमा रहेका यस जिल्लाका हाम्रा अग्रज
नेतृत्वकर्तादेखि लिएर कार्य प्रमुखहरू जो जहाँ हुनुहुन्थ्यो उहाँहरूले पनि त्यत्तिकै सपोर्ट गर्नु। त्यस पश्चात अब यो भूगोलले पनि साथ दिएको ठाउँ त्यो भएर पनि होला हामीले 7 वर्ष अगाडि 350, 400, 600 को एराउन्डमा विद्यार्थी थियो। अहिले हाम्रो 1400 क्रस छ, बढ्ने क्रम छ। त्यसो भइसकेपछि हामीले विभिन्न विषयहरू त्यहाँ पूर्वाधार यस्ता चाहिँ कमर्सहरू, यी प्राविधिक धारहरू सबै नर्मल इङ्ग्लिस मिडियम पनि यहाँलाई थाहा भइसक्यो 10 सम्म अहिले छ, अहिले पुगेको छ र नर्मल पनि छ। त्यसो भएर हामीले पहाडमा प्राविधिक धार पनि सफल भएको विद्यालय पनि यही मात्रै हो। पहाडी भूभाग, सीमित साधन स्रोत र निजी विद्यालयहरूसँगको तीव्र प्रतिस्पर्धाका बीच भौतिक, शैक्षिक र व्यवस्थापकीय दृष्टिले यो तहको उत्कृष्ट नमुना विद्यालय प्रस्तुत गर्नु चान्चुने काम पक्कै होइन। विद्यालय प्रशासनका अनुसार प्रावि 17, निमावि 4, मावि 5, उच्च मावि 2 र प्राविधिक धारतर्फ 8 जना शिक्षक दरबन्दी रहेको विद्यालयमा अहिले दरबन्दी बाहेक 29 जना निजी शिक्षक तथा विद्यालय कर्मचारी कार्यरत छन्। यसरी कडा मेहनत गरेर जिल्लाको शैक्षिक विकासमा महत्वपूर्ण योगदान दिँदै जिल्लाको प्रतिष्ठालाई माथि उठाइरहेको मनोकामना रत्न अम्बिका माध्यमिक विद्यालयलाई नगरपालिकाले भने कस्तो सहयोग गरिरहेको छ त? खादबारी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका शिक्षा अधिकृत हिमबहादुर भट्टराई। उहाँले नेपाल सरकारले अहिले शनिबार र आइतबार 2 दिन चाहिँ सार्वजनिक बिदा दिने चाहिँ निर्णय गरे अनुसार त्यही अनुसार चाहिँ लागू पनि भइरहेको अवस्थामा उहाँहरूले अब यो नयाँ कुरा भनौँ न, उहाँहरूले त्यो चाहिँ बिदालाई पनि सदुपयोग गरेर विभिन्न तालिम आफ्नै चाहिँ तवरदेखि सञ्चालन गर्नुहुन्छ। विभिन्न खाले चाहिँ क्रियाकलापमा शिक्षकलाई बिजी गराउनुहुन्छ र पठन पाठन पनि त्यही अनुसार छ। हजुरहरू त्यो विद्यालयमा पुगेर आउनुभयो होला। त्यो विद्यालयको सुन्दरता बाहिरी आवरणदेखि हैन भित्री पक्षसम्म पनि धेरै कुरा छ। यहाँ शैक्षिक क्रियाकलाप सञ्चालन गर्ने क्रममा पनि धेरै कुरा चाहिँ फरक छ। उहाँहरूलाई व्यवहार छ, किनभने अहिले पनि निजी चाहिँ विद्यालय त्यसमा विद्यालय निजी चाहिँ अब चाहिँ स्कुलकै आन्तरिक स्रोतदेखि भनौँ न चाहिँ तलब खाने शिक्षकहरूको सङ्ख्या पनि धेरै छ। त्यो भएकाले अब नगरले चाहिँ धेरै सहयोग त आर्थिक रूपमा त गर्न सकेको छैन, तैपनि विविध शीर्षकहरूमा विविध क्रियाकलापहरूमा नगरले चाहिँ सहयोग चाहिँ गरेकै अवस्था छ। यो विद्यालयले कमाएको प्रसिद्धिकै कारण वर्षमा 50 देखि 60 वटा अन्य विद्यालय र विभिन्न संघ संस्थाका मानिसहरू विद्यालयको अध्ययन अवलोकनका निम्ति आउने गरेका छन्। अरुण नदी किनारामा अवस्थित पूर्वको प्रसिद्ध मनोकामना देवीको नामबाट नामकरण गरिएको यो विद्यालय साबिक शिक्षा ऐन 2028 को 7औं संशोधनसम्म 10,50,000 रुपियाँसम्म नगद वा जिन्सी सहयोग गर्ने व्यक्तिको नाम जोड्न सकिने व्यवस्था अनुसार सो बमोजिम सहयोग गर्ने समाजसेवी रत्नबहादुर कार्की र अम्बिका कार्कीको नाम जोडी मनोकामना रत्न अम्बिका मावि बनेको हो। पहाडी क्षेत्रमा रहेर अनेकौं समस्या र चुनौतीका बावजुद पनि आफूलाई उत्कृष्ट र नमुना विद्यालयका रूपमा स्थापित गर्न सफल यस विद्यालयका असल अभ्यासहरूबाट अन्य सामुदायिक विद्यालयहरूले पनि केही शिक्षा लिने हो कि?